ल है साथीहरू, आज ओभर टाइम गरेर अब कम्पनीदेखि बाहिर आएर अब बसको लाइनतिर जाँदै हो। रातिको 11:10 भइसकेको छ। अब अगाडि बसको लाइनमा जानुपर्छ। जाँदैछौँ हामी। यस्तै छ परदेशको जिन्दगी, जसो तसो चलेकै छ। सबै नेपालीको व्यथा उस्तै छ, के गर्ने। परदेशमा आइसकेपछि जसो तसो दुःख गर्नै पर्यो, चाहे सकेर भए पनि नसकेर भए पनि लाग्दैछौँ हामी। अब यहाँ अगाडि चाहिँ बस लाग्छ हाम्रो, अनि यहाँ बसबाट चढेर हामीहरू जान्छौँ हाम्रो होस्टेलतिर साथीहरू है त। म जाँदैछु अगाडि, साथीहरू अगाडि हुनुहुन्छ। धेरै साथीहरू अगाडि आउने साथीहरू बसमा चढेर गइसक्नु भयो। म चाहिँ जाँदैछु। अझै मेरो पछाडि पनि धेरै साथीहरू हुनुहुन्छ। यो चाहिँ हाम्रो बस चढ्ने ठाउँ हो। यहाँनिरबाट हाम्रो कम्पनीको विभिन्न ब्लकहरूमा हामी काम गर्ने कामदारहरू आउने गर्छौँ। ल यहाँबाट चाहिँ हामी बसलाई कुर्नेछौँ। बस अहिले छैन, यहाँ धेरै साथीहरू बस्नु भएको छ। अब हामी यहाँ बसिरहेका छौँ। ल फाइनली म पनि यहाँ आइसकेँ। अब हामी बसमा चढ्दैछौँ। बसको वेटिङ गरेर आएका थियौँ, बस पनि आयो। अब हामी फाइनल्ली बसमा चढिसकेका छौँ भित्र। अब हामीहरू होस्टेलतिर लाग्छौँ साथीहरू है त। हाम्रो बस पनि गुडिसक्यो। अब हामी बसबाट आइसक्यौँ। अब हामी हाम्रो होस्टेल लिएर गाडीबाट उत्रिँदैछौँ है। हामी गाडीबाट झर्दैछौँ। केही साथीहरू झरिसक्नुभयो, अब म पनि झर्दैछु साथीहरू। ल फाइनली हामी होस्टेलमा पनि आइसक्यौँ साथीहरू है। अब बिचको भिडियो मैले हाल्न पनि मन लागेन, एकदम थकित मान्छे। त्यो कारणले गर्दाखेरि ल अब हामी होस्टेलतिर जाँदैछौँ। अगाडि हाम्रो सेक्युरिटी चेकिङ हुन्छ। अगाडि हाम्रो सेक्युरिटी चेकिङ भइसकेपछि हामी भित्र जानेछौँ। र फाइनली अब मैले सेक्युरिटीको चेक पनि गरेर आइसकेको छु साथीहरू है। अब म मेरो 5 तलामा छ मेरो कोठा चाहिँ। म 5 तलातिर चढ्दैछु। उकालो बाहिरको रम्य स्थलहरू हेर्नुहोस्। बाहिरको एकदमै राम्रो वातावरण, रातको समय। अब म सिडी चढिरहेको छु, उकालो चढिरहेको छु साथीहरू है। फाइनली साथीहरू अब म पनि जाँदैछु। मेरो कोठामा 4 तला आइसक्यो है। अब 1 तला बाँकी छ। मैले पछाडिको यो देखाइरहेको छु। ल फाइनल्ली साथीहरू म अब 5 तलामा पनि आइसकेँ है। यो 5 तला चाहिँ हामी बस्ने कोठा छ यहाँ। ल अब जुत्ता स्ट्यान्डमा म जुत्ता खोलेर राख्दैछु साथीहरू। ड्युटी गरेर आइसकेँ म है। अब मैले ढोका खोल्दैछु। फाइनल्ली ढोका पनि ओपन भयो, अनि भित्र आइसकेँ म। र भित्र यस्तो छ हाम्रो, बत्ती बाल्दैछु म है। ल बत्ती पनि बल्यो साथीहरू। यस्तो छ हाम्रो कोठा चाहिँ है। के गर्ने, परदेशको जे भए पनि राम्रै छ। अब भित्र म सुत्ने कोठा जाँदैछु म है। सुत्ने कोठातिर जाँदैछु अब म। अब यता डाइनिङ टेबलहरू, कुर्सीहरू, टिभीहरू सबै कुराहरू छ साथीहरू है। यता हाम्रो किचन भइहाल्यो साइडमा। 3वटा रुम छ हाम्रो है। र म अब आफ्नो रुममा जाँदैछु। ल मेरो कोठा चाहिँ यस्तो छ है। मैले योबाट नै भिडियो गर्ने गर्छु, तपाईँलाई देखिरहेको पनि हो। र यो मेरो कोठा भयो। यहाँ 2जना अन्य भाइहरू र यतातिरको डबल बेड छ भाइहरूको। मेरो चाहिँ सिङ्गल छ साइडमा। म चाहिँ सिङ्गलमा बस्ने गर्छु। ल साथीहरू यस्तै छ हेर्नुहोस्। दिनभरिको थकान, त्यसमाथि ओभर टाइम गरेर थकित अनुहार देखाउँदै आजको यस्तो रह्यो दिनचर्या भनेर मैले यो भिडियो कैद गरेको छु है। तपाईँलाई कस्तो लाग्छ हेर्नुहोस्। निन्द्राले एकदम अनुहार यस्तो भएको छ। के गर्ने, दुःख गर्नै पर्यो परदेशमा आएपछि अब होइन। त्यो मैले मात्र होइन, सबैले गर्नु भएको छ त। ल अब नुहाएर पनि सकियो है। अब मजाले घरतिर पनि एकछिन कुरा गरियो। अब चाहिँ सुत्ने साथीहरू सबैलाई अब स्विट ड्रिम, गुड नाइट है त।